यो क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्छ। कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्दछ। 16औं योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्छ। यसमा लगानीको सुनिश्चितता गर्न सस्तो ब्याज दरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक छ। मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता तथा योजनाविद र सरकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउनु जरुरी छ। विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूले सिकेको सिप प्रयोग गर्ने गरी कृषितर्फ आकर्षित गर्न लगानी मैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्छ। कृषकको उपजहरूको बजारीकरण, समयमा नै बिउ बिजन र मलको आपूर्ति, कृषकको समस्याको पहिचान र त्यसको व्यवस्थापन, नवीनतम औजार र उपकरणको पहिचान र व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आजका जल्दाबल्दा विषयहरू हुन्।